नमस्कार, गुड मर्निङ सबैलाई। आज फेरि चिया गफ गरौँ है। चिया गफमा आज चाहिँ संसारमा पाइने सबभन्दा महँगो टी, यो चाहिँ र टी, यो चाहिँ कप अफ टी होइन कि र नपकाएकै चियाको चाहिँ कुराकानी गरौँ है। त्यसमध्ये सबभन्दा नम्बर 1मा डाहोङ पाओ बिग रेड रोब, यो चाहिँ चाइनिज चिया हो। यसको चाहिँ अति महँगो, सबैभन्दा महँगो $1.2 मिलियन पर किलो पर्छ। यो चाहिँ चाइनिज चिया हो। यो चाहिँ संसारको सबैभन्दा महँगो पर्ने। त्यस्तै नम्बर 2मा चाहिँ इन्ट्रेस्टिङ कुरा छ। यसमा चाहिँ पान्डा डोङ टी भन्छ, यो पनि चाइनिज नै हो। यसमा चाहिँ चाइनिज पान्डाहरू हुन्छ, त्यो पान्डाको दिशामा चाहिँ यो बिरुवा, यो चिया चाहिँ उमारिन्छ र फलाइन्छ। त्यही हुनाले यसलाई पान्डा डोङ टी भन्छ। यो चाहिँ चाइनिज नै हो र यसको पैसा चाहिँ करिब $10,000 पर किलो पर्छ। अनि थर्ड नम्बरमा चाहिँ पिजी टिप्स अथवा डायमन्ड टी भन्छ, यो चाहिँ युकेको। यो चाहिँ पिजी टिप्स भन्ने चाहिँ हामीले जुन रेगुलर खाने चिया होइन कि, यसमा चाहिँ स्पेसल्ली चाहिँ डायमन्डको उहरू चाहिँ पिजी टिप्स डायमन्ड टी, यसको चाहिँ करिब एउटा टी ब्यागको करिब $15,000 पर्छ। $15,000 पर्छ करिब। यो चाहिँ स्पेसल, यो चाहिँ पिजी टिप्स मात्रै नभएर यो चाहिँ पिजी टिप्सकै स्पेसल डायमन्ड एम्बेडेड, डायमन्ड चाहिँ मिसाएको भन्न पाइन्छ। अनि नम्बर 4मा चाहिँ भिन्टेज नार्सिसिस ओलोङ भन्ने चाहिँ चाइनिज चाहिँ चिया हो। यो पनि यो चाहिँ चाइनामाबाटै सुरु भएको, चाइनिजमा धेरै पपुलरै चिया हो। यसको चाहिँ करिब $several thousand पर्छ यसको चाहिँ पर किलो। तर यसको चाहिँ कति चाहिँ प्रोडक्सन भएको छ र कति चाहिँ डिमान्ड छ भन्ने कुरामा चाहिँ भर पर्छ। त्यो हो चाहिँ नम्बर 4मा। अनि नम्बर 5मा चाहिँ टी ग्वाङ्गिन भन्ने चाहिँ प्रिमियम टी ब्याग हो। यसको चाहिँ करिब $1,000 जति पर्छ। चाहिँ पनि चाइनिज नै हो। अनि त्यसपछि नम्बर 6मा चाहिँ अर्को फेरि चाइनिज नै पर्छ, प्युया टी भन्ने पर्छ। यो चाहिँ चाइनामै, यो खास गरी अक्सन हाउसहरूमा चाहिँ बिक्री हुन्छ यो चाहिँ चिया। र कहिलेकाहीँ चाहिँ अब सप्लाई कम भयो र डिमान्ड चाहिँ हाई भयो भनेदेखि चाहिँ धेरै पैसामा पनि बिक्री हुन्छ। ल, यो चाहिँ यिनी बाहिरका भए, नेपालभन्दा बाहिरका। भोलि चाहिँ एउटा कुराकानी गरौँला, नेपालमा चाहिँ पाइने सबैभन्दा महँगा चियाहरू के होलान् भन्ने कुराकानी गरौँला। म रिसर्च गर्छु, त्यसपछि चाहिँ भोलि कुराकानी गरौँला। ल, तपाईँलाई चाहिँ